फ्रेन्ड्स, म भरत ओझा। स्वागत छ मेरो च्यानल क्लिक टु स्मार्टमा। आज म तपाईँहरूलाई एक्सेलमा पेस्ट स्पेसलको थ्रु कसरी एड, मल्टिप्लाई, डिभाइड गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। सर्वप्रथम मैले एउटा एक्सेलको फाइल खोलेँ। यहाँ अलरेडी मेरो एउटा डाटा छ हैन। यहाँ डिस्ट्रिक्ट्सहरू छ। अब सपोज यो 2025मा डिस्ट्रिक्ट वाइज सेल्स 2024 को 23 को 22 को 21 को 20 को यो क्रमशः सेल्सहरू राखिएको छ। अब यसलाई मैले मन्थली डिभाइड गर्नुपर्ने छ पेस्ट स्पेसलको थ्रुबाट। कसरी गर्ने? सर्वप्रथम 1 month इक्वल टु 1 year इक्वल टु 12 months हुन्छ। यसलाई कपी गर्ने। अब यहाँ कपी गरेर यहाँ सिलेक्ट गर्ने तलसम्म। अब यहाँ पेस्ट स्पेसलमा गएर डिभाइड गरिदिने। यदि तपाईलाई एड गर्नु छ भने एड गर्ने, यदि सबट्र्याक्ट गर्नु छ भने यहाँ सबट्र्याक्टमा क्लिक गर्ने, यदि मल्टिप्लाई गर्नु छ भने मल्टिप्लाई गर्ने। तर यहाँ हामीले चाहिँ अब इयरलाई मन्थमा कन्भर्ट गर्न लागेको, त्यसैले डिभाइड गर्ने 12 ले। ओके, ल हेर्नुस् त ठ्याक्कै एकैपल्टमा कति सजिलो तरिकाले भयो है।